युट्युब च्यानल। आज चाहिँ म आफ्टरनुनबाट भ्लग बनाउँछु हैन, किनभने एमर्जेन्सी म चाहिँ सिन्ताम जाँदैछु है। मम्मी चाहिँ घरमा उता मेरो मम्मी चाहिँ लडेर चाहिँ खुट्टा नै सर्काउनु भएछ, हिँड्नै भएको छैन अरे। अन्त त्यही भएर सिन्ताममा चाहिँ त्यहाँ वैद्य अब राम्रो हुनुहुन्छ होइन। अन्त त्यहाँनिर लाँदैछु। अस्ति भर्खरै हस्पिटल लगेको, मम्मीको चाहिँ खुट्टा दुख्छ र हिँड्नै हुँदैन र दबाई खाँदै थियो र चाहिँ अलिक भए पनि अब जाती हुँदै थियो होइन। फेरि आज लड्नु भएछ, लडेर चाहिँ फेरि अर्को खुट्टा सर्काउनु भएछ हो। अन्त हिँड्नै भएको छैन अरे। अब जो हुनु त म पनि टाढो छु है, मम्मीलाई पनि अब दिदी आउँदाखेरि लिएर आउनु भनेर चाहिँ म र मेरो हस्बेन्ड चाहिँ दुईजना जाँदैछ। मम्मीहरू त घरबाट आउनु हुँदैछ होइन। सो म तपाईँहरूलाई अब मम्मी भेट्छु, मम्मी कस्तो के छ है तपाईँहरूलाई पनि देखाउँछु। हामी चाहिँ सिन्ताम आइपुगेको छ होइन, अघि नै आइपुगेको र अब हामी उता यता गर्दाखेरि मम्मीहरूलाई पर्खिरहेको छ होइन। मम्मीहरू चाहिँ जोरथाङबाट आउनु भएको नि त, अन्त आइपुग्नु नै भएको छैन हो। हामी दुईजना चाहिँ पर्खिरहेको छ उता र यता। सिन्ताममा यति बेसी फेरि गरम रहेछ, गरम पनि छ होइन, बेसी साह्रो परिरहेछ। सो अब मम्मीहरू आइपुग्छ होला हो। अघि रम्फू त आइपुग्यो भन्नुहुँदै थियो, आइपुगेर चाहिँ म पनि तपाईँहरूलाई देखाउँछु के भएको हो कस्तो भएको हो भनेर हो। पुरा दुखिरहेको छ भन्नुहुँदै थियो। अब एक्सरेहरू गराउनु छ आइपुगेर, अन्त चाहिँ के हुँदो रहेछ त्यहाँबाट चाहिँ अब हेर्नुपर्छ हो। सो तपाईँहरूलाई म अहिले भेट्छु। चाहिँ मम्मीलाई भेटेर पनि एक्सरे गराएर पनि जाँदैछ माथि वैद्यकोमा होइन। अब के भएको यो त याद भएन। त मम्मी अलिक साह्रो भइरहेको छ, खुट्टा पुरा बेसी राइटी भएको रहेछ हो। अन्त चाहिँ अब हामी माथि जाँदैछ सुहाउने के भएको रहेछ भने चाहिँ माथि नै बुझ्छ हो। देखाइरहेसकेर चाहिँ हामी गएको हेर्दै पनि होला। हामी चाहिँ म पनि डरै नै फर्केको होइन। अब मम्मीको सबै देखाएर पनि मम्मीको रिपोर्ट चाहिँ आयो होइन। घुँडाको लिगामेन्ट फाटेको र भित्र हड्डी चाहिँ एकदम अब सुनिँदै जाँदैछ अरे हो। यस्तो डरलाग्दो गरम पनि। अन्त अहिले चाहिँ दबाईहरू लगाइदिएर मम्मी चाहिँ गान्तोक जानु होला माथि दिदीकोमा हो। मैले मेरोमा जाउँ भनेको मान्नु भएन नि त। अन्त माथि गान्तोक गएको छ, मम्मीलाई चाहिँ गान्तोक गाडीमा हालेर पठाएको छु, माथि दिदीले रिसिभ गर्नुहुन्छ होइन। अन्त अब 2 हप्ता बादमा फेरि ल्याउनु भनेर भनेको छ हो। मम्मीको चाहिँ हिजो अस्ति अर्को खुट्टा भएको थियो, फेरि पनि अर्को चाहिँ बल्झेको छ। अन्त त्यो अब त्यो ट्रिटमेन्ट गरिसकेर चाहिँ फेरि अर्कोको ट्रिटमेन्ट गर्नुपर्छ भन्नुभएको छ होइन। अन्त गरिसकेर पनि मम्मीलाई चाहिँ पठाइसकेँ गान्तोक। हामी चाहिँ फर्किँदै गरेको सिन्तामबाट। यस्तो डरलाग्दो गरम हो, गरम साह्रोको पनि साह्रो के चाहिँ पुरा गरमले चाहिँ केही खानु मन पनि परेन। हामी चाहिँ केही नखाए पनि अब फर्केको पनि हो। अहिले चाहिँ 3:30 पनि नागिसकेको छ होइन। अब त्यही हो, घरमा मेरो मम्मी त बिमार छ, मेरो सासू मम्मी पनि बिमार हुनुहुन्छ होइन। हिजो दिन बिमार हुनुभएको ऊ पनि, अन्त मम्मीको पनि खोइ हड्डी नसा के भएको भन्यो, हड्डी चेपेको कि नसा चेप्टेको होला, त्यस्तो के भएको छ भन्नुभयो अरे। आज हस्पिटल देखाउनु भएको मम्मीले माथि तिमीमा होइन। मम्मीको पनि भोलि पर्सितिर अब यतै लिएर देखाउनु पर्छ होला हो। अहिले हाम्रो फ्यामिलीमा यस्तो चलिरहेको छ। हिजो अस्ति मेरो बेमाको त्यस्तो भएको थियो होइन। ल उयो लगाउन सिसा बेमाको त्यस्तो भएको थियो, फेरि आज मम्मीको, अन्त फेरि मम्मी अरू मेरो मम्मीको पनि, अन्त मेरो सासू मम्मीको पनि दुईजना यस्तो भइरहेको छ होइन। मेरो दिदीको पनि नानी एकदम सिरियस भइरहेको छ बिमारले गर्दाखेरि, पुरा साह्रो परेर दिदीले पनि गान्तोक ल्याउनु भएको नि त। त्यस्तो भइरहेको छ अहिले साथीहरू, यस्तो गरम भइरहेको छ। अब तपाईँहरूलाई म माथितिर भेट्छु, के कस्तो हुन्छ देखाउँदै गर्छु है। अहिले चाहिँ हामी अब घरको छेउमा आइपुग्यो, तिमी बजार होइन।
मम्मीको पनि छुट्टी भएछ। तपाईँहरू फेरि कन्फ्युज हुन्छ होला मम्मी मम्मी भनेर। यहाँ चाहिँ मेरो सासू मम्मी चाहिँ ड्युटी छुट्टी भएछ होइन। मम्मी पनि बिमार हुनुहुन्छ नि त। अन्त हामी चाहिँ यहाँ बजार आइपुग्यो। अब चाहिँ घर चाहिँ मेरो यो माथि 2-3 टर्निङ माथि हो होइन। अब चाहिँ हामी घर पुग्न लागेको। कोही बिरेन्दा निस्किरहेको छ त अन्त भए मम्मीले गाडी पो पाएँ भनेको पनि फोन गर्यो हेर्नु। यस्तै बेसी टाउको दुखिरहेछ, यस्तो बेसी टाउको दुखिरहेछ। आज चाहिँ गरमले गर्दा पनि होला यो हाम्रो तिमी बजार चाहिँ यस्तो छ। गाउँको बजार हो यो चाहिँ। सो म चाहिँ अब तपाईँहरूलाई घर पुगेर गर्छु। साह्रो पऱ्यो टाउको दुखेर पनि। चुप चाहिँ अहिले ओइ अघि आइपुगेको थिएँ होइन। पुरा बेसी टाउको दुखेर चाहिँ एकछिन सुत्ती पठाइछु। भर्खर बिहान 6 बजेछ होइन। आउनु बित्तिकै ढल्केको 5 बज्न आँट्दाखेरि आइपुगेको थियो होइन। आइपुग्नु बित्तिकै ढल्केको। पुरा बेसी यो पाटो दुख्छ नि त, त्यही भएर ढल्केको। भर्खर बिन्जी पठाएँ होइन। अब जिउहरू फ्रेस हुन्छु। त्यो सो आजको मेरो भिडियो चाहिँ त्यो बाई।